नमस्ते साथीहरू, आज हामी विश्वकै सबैभन्दा धेरै कमाई गर्ने र भिजुअल इफेक्टको जादु देखाउने फिल्म अवतारको बारेमा कुरा गर्न गइरहेका छौं। कल्पना गर्नुहोस्, एउटा यस्तो संसार जहाँ रुख बिरुवासँग जीवन हुन्छ, पहाडहरू हावामा तैरिन्छन् र मानिसहरू नीलो रङका अद्भुत जीवमा रूपान्तरण हुन्छन्। आजको भिडियोमा हामी यो काल्पनिक संसार पाण्डोरा र यसको रोचक कथालाई सरल भाषामा बुझ्नेछौं। भिडियो अन्तिमसम्म हेर्नुहोला। कथाको सुरुवात सन् 2154 बाट हुन्छ। पृथ्वीका प्राकृतिक स्रोतहरू लगभग सकिसकेका छन्, त्यसैले मानिसहरू अब पाण्डोरा नामको एक चन्द्रमामा पुगेका छन् जहाँ अनोब्टेनियम नामको अत्यन्तै बहुमूल्य खनिज पाइन्छ। पाण्डोराका स्थानीय बासिन्दालाई नाभी भनिन्छ। उनीहरू करिब 10 फिट अग्ला, नीलो रङका र प्रकृतिसँग गहिरो सम्बन्ध राख्ने जीव हुन्। कथाको मुख्य पात्र जेक सली एक पूर्व सैनिक हो जो कम्मरभन्दा तल पक्षाघातका कारण हिँड्न सक्दैन। उसको जुम्लाया भाइको मृत्यु भएपछि उसको स्थानमा जेकलाई यो मिसनमा पठाइन्छ। पाण्डोराको हावा मानिसका लागि विषालु भएकाले वैज्ञानिकहरूले मानिस र नाभीको डीएनए मिलाएर अवतार शरीर बनाएका हुन्छन्। जेकलाई त्यो अवतार शरीर नियन्त्रण गर्ने मौका दिइन्छ। जब जेक पहिलो पटक आफ्नो अवतार शरीरमा प्रवेश गर्छ, ऊ अत्यन्तै खुसी हुन्छ, किनभने धेरै वर्षपछि ऊ फेरि हिँड्न र दौडिन सक्षम हुन्छ। उसको मुख्य उद्देश्य नाभी जातिसँग घुलमिल हुनु र उनीहरूलाई आफ्नो भूमिबाट हट्न राजी गराउनु हो। एक दिन जंगलमा हराउँदा जेकको भेट नैतिरीसँग हुन्छ, जो नाभी जातिकी साहसी र बलियो युवती हो। सुरुमा नैतिरीले जेकलाई मन पराउँदिनन्, तर पछि उसलाई आफ्नो संस्कृतिको बारेमा सिकाउन सहमत हुन्छन्। जेकले नाभीहरूको जीवनशैली, प्रकृतिप्रतिको सम्मान र आध्यात्मिक विश्वास बुझ्दै जान्छ। यसै क्रममा जेक र नेतिरी बीच प्रेम पनि विकसित हुन्छ। जेकलाई महसुस हुन थाल्छ कि मानिसहरूले नाभीहरूको घर र प्रकृति नष्ट गर्न खोजिरहेका छन्। जब जेकले मानिसहरूलाई रोक्न खोज्छ, त्यतिबेला कर्नल क्वारिचले पाण्डोरामा ठूलो सैन्य हमला सुरु गर्छ। नाभीहरूको पवित्र स्थल ट्री अफ सोल्स नष्ट गर्ने प्रयास गरिन्छ। अब जेकले एउटा ठूलो निर्णय लिनुपर्छ। ऊ मानिसको पक्षमा उभिन्छ कि नाभीहरूको? जेक अन्ततः नाभीहरूको पक्ष लिन्छ र सबै जातिलाई एकजुट गर्दै मानिसहरू विरुद्ध युद्धको नेतृत्व गर्छ। अन्त्यमा प्रकृति र नाभीहरूको एकताका कारण मानिसहरू पराजित हुन्छन्। अन्त्यमा जेकले आफ्नो मानव शरीर सधैँका लागि त्यागेर पूर्ण रूपमा अवतार बनेर पाण्डोरामै बस्ने निर्णय गर्छ। यो फिल्मले हामीलाई प्रकृति, जीवन र सन्तुलनको महत्त्व गहिरो रूपमा सिकाउँछ। तपाईलाई अवतार फिल्म कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार लेख्नुहोला र यस्तै रोचक भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु।